नमस्कार, नेपाल टाइम्स ट्रेडिङमा हार्दिक स्वागत छ। मिडल इस्टमा यति बेला आगोका लपकाहरूले आकाश छोइरहेका छन्। बमबारी, मिसाइल र साइरनका आवाजले यस क्षेत्रमा कोकोहोलो मच्चाएको छ। युद्धमा इजरायल र इरान होमिएका छन्, तर अब विश्वको आँखा अमेरिकातर्फ सोझिएको छ, किनभने यहाँ दन्किरहेको आगो निभाउन होइन, झनै बढाउन अमेरिका पनि हाम फाल्ने सम्भावना बढेको छ। अमेरिकी एयरक्राफ्ट क्यारियर युएसएस निमिज दक्षिण चीन सागरबाट मिडल इस्टतर्फ बढिरहेको छ। रिपोर्टमा भनिएको छ लगभग 30 वटा KC-135 र KC-46 ट्याङ्करहरू युरोपबाट मध्य पूर्वतर्फ उडान भरिसकेका छन्। यी सैन्य गतिविधिले संकेत गरेको छ कि यहाँ केही निकै ठूलो हुनेवाला छ, जस्तो कि ट्रम्पले भनेका छन्। अर्कातर्फ इरानले आफ्नो खैबर सेकन मिसाइलहरूलाई अन्डरग्राउन्ड बङ्करहरूबाट बाहिर निकालेको छ र पहिलो पटक यसको प्रयोग गरेर पनि देखाएको छ। अमेरिका यदि युद्धमा होमियो भने अब उसले यी मिसाइलहरूको पनि सामना गर्नुपर्ने हुन्छ। हुन त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई खुल्ला चेतावनी दिएका छन्। उनले इरानलाई स्पष्ट भनेका छन्, बिना शर्त सरेन्डर गर। रिपोर्ट्सका अनुसार ट्रम्पले व्हाइट हाउसको सिचुएसन रुममा आफ्नो राष्ट्रिय सुरक्षा टिमका साथ मिटिङ गरे। यो मिटिङमा के छलफल भयो भने त्यो स्पष्टसँग बताइएको छैन, तर के मानिएको छ भने इरानका परमाणु ठेगानाहरू, खास गरी फोर्डोको अन्डरग्राउन्ड न्युक्लियर साइटमा हमलाको लागि प्लान तयार भएको छ। अमेरिकाले मिडल इस्टमा कैयौं रणनीतिक अड्डाहरू तयार पारेको छ, जुन अब यो युद्धमा प्रमुख कार्ड बन्न सक्छन्। जसमध्ये एक हो कतारमा रहेको अल उदेद एयरबेस। 10,000 सैनिक र 100 विमानहरू भएको यो बेस अमेरिकाको सबैभन्दा ठूलो औजार हो। अर्को छ बहराइनमा भएको नेभल सपोर्ट एक्टिभिटी। 9,000 सैनिकहरू र अमेरिकी नौसेनाको 5औं फ्लिटको घर हो यो। यसबाट अमेरिकाले समुद्रमा इरानलाई टक्कर दिन सक्छ। युएईमा अमेरिकाको अल धफ्रा एयरबेस F-22 ऱ्याप्टर जस्ता स्टेल्थ फाइटर्स र ड्रोनले यहाँबाट उडान भर्न सक्छन्। अर्को छ क्याम्प अरिफजान, जुन कुवेतमा रहेको छ। यो लजिस्टिक्सको गढ हो, जहाँबाट सिङ्गो युद्धको कन्ट्रोल हुन्छ। यस्तै साउदी अरबमा प्रिन्स सुल्तान एयरबेस रहेको छ। यो बेसमा पेट्रियट मिसाइलहरू इरानी हमलालाई रोक्नका लागि तयार छ। यस्तै जोर्डनमा रहेको छ मुअव्वफ साल्ती एयरबेस। F-15E स्ट्राइक इगल विमानले यहाँबाट दुश्मनमाथि बम बर्साउन सक्छ। यता इरान पनि यो युद्धमा अमेरिकालाई स्वागत गर्न तम तयार रहेको छ। इरान कुनै पनि कमजोर मुलुक होइन। उसले आफ्नो खैबर सेकन मिसाइलहरूलाई बङ्करबाट निकालेर विश्वलाई आफ्नो शक्ति देखाइसकेको छ। यो ठोस इन्धन भएका मिसाइलहरूले 1500 किलोमिटरसम्म मार हान्न सक्छन् र मात्रै 20 मिटरको सटिकताका साथ टार्गेटलाई भेद्न पनि सक्छ। रिपोर्ट्सका अनुसार इरानले पहिलो पटक इजरायलमा यो मिसाइलको प्रयोग गरेको हो, जसले इजरायलमा आगो बालिरहेको छ। इजरायली अधिकारीहरूले पनि इरानले नयाँ हतियारहरूको प्रयोग गरेको र यसलाई रोक्न केही कठिनाई भएको बताएका छन्। इरानले धम्की दिएको छ, यदि अमेरिका युद्धमा हाम फाल्यो भने उसले कतार, बहराइन र युएईका अमेरिकी अड्डाहरूलाई निशाना बनाउनेछ। यसअघि गत वर्ष इरानले इजरायलमा जवाफी कारबाही स्वरूप मिसाइलहरू हान्दा त्यो त्यति प्रभावकारी देखिएको थिएन, तर अहिले उसका मिसाइल र ड्रोनहरूले तेल अविव सहितका शहरहरूमा विध्वंस मचाइरहेको छ। अहिले खाली मिसाइलहरूले मात्रै होइन, इरानी ड्रोन आर्मीले पनि कमाल गरिरहेको छ। रुस युक्रेन युद्धमा पुटिनको सहयोग गरेको शाहेद 136 ड्रोन सस्तो तर निकै घातक छ, जसले झुण्ड बनाएर हमला गर्दै दुश्मनको निन्द्रा उडाइरहेको छ। यसबीच यदि मिडल इस्टका अमेरिकी ठेगानाहरूमा इरानका मिसाइलहरू वा ड्रोनहरूले निशाना बनाए भने पनि अमेरिकासँग भने हिन्द महासागरमा डिएगो गार्सिया जस्ता गोप्य हतियार छन्। इरानबाट 3800 किलोमिटरको दूरीमा रहेको यो बेस एक फ्लोटिङ फोर्ट्रेस हो। केही महिना पहिला नै यहाँ 4 B-52H बम्बर, 4 F-15E स्ट्राइक इगल र KC-135 ट्याङ्कर तैनात गरिएको छ। खास कुरा के हो भने अमेरिकाले मिडल इस्टमा आफ्ना F-15E लाई 70 mm लेजर गाइडेड रकेट्स सम्पन्न बनाएको छ, जसले इरानका ड्रोन र क्रुज मिसाइलहरूलाई हावामा नै नष्ट गर्न सक्षम छन्। एक F-15 ले 50 ड्रोनलाई नष्ट गर्न सक्छ, जसले यसलाई युद्धको ड्रोन किलर बनाइदिएको छ। अब हेर्न बाँकी छ आखिर यो युद्धमा बाजी कसले मार्नेछ र सबैभन्दा ठूलो प्रश्न के हो भने युद्धमा अमेरिका साँच्चीकै सामेल होला। यता मिडल इस्टमा अमेरिका र इरान बीच तनाव बढ्दो देखिँदा चीनले पनि आफ्नो गतिविधि बढाएको छ। प्रशान्त महासागरमा
चीनले आफ्नो शक्ति देखाउन सुरु गरेको छ। अमेरिकाले आफ्ना एयरक्राफ्ट क्यारियर USS निमित्ज साउथ चाइना सीबाट निकालेर मिडल इस्टतर्फ पठाएको छ। तर यस अघि नै चीनले आफ्ना 2 एयरक्राफ्ट क्यारियर्स लियाओनिङ र साडोङलाई प्रशान्त महासागरमा उतारेको थियो। जापानको रक्षा मन्त्रालयले भनेको छ कि यी 2 क्यारियर्सबाट पछिल्ला एक सातामा 520 पटक फाइटर जेट र हेलिकप्टरले उडान भरे र ल्यान्डिङ गरे। जापानले 9 जुनमा पहिलो पटक पुष्टि गरेको थियो कि चीनका 2 एयरक्राफ्ट क्यारियर्स एकसाथ प्रशान्त महासागरमा अपरेट भइरहेका छन्। लियाओनिङबाट 8 जुनदेखि सोमबारसम्म 290 उडानहरू र ल्यान्डिङ देखिएको थियो, जुन टोकियोबाट 1250 किलोमिटर पर इभोटो द्वीपको नजिकबाट दक्षिण पश्चिमतर्फ बढिरहेका थिए। यस्तै सान्डोङबाट 9 जुनदेखि सोमबारसम्म 230 उडानहरू र ल्यान्डिङ भए, जुन ओकिनोटोरी द्वीपको आसपासको समुद्रमा थिए। यो टोकियोबाट 1700 किलोमिटर दक्षिणमा छ। जापानको भनाइ छ कि चीनले यी गतिविधिहरूबाट आफ्नो दूर दराजका समुद्रमा शक्ति देखाउने प्रयास गरिरहेको छ। एक जापानी अधिकारीले भने चीनले आफ्नो नौसेनाको शक्ति बढाउने प्रयास गरिरहेको छ। यसले जापान पनि सतर्क भएको छ। 7 र 8 जुनमा सान्डोङबाट उडेको एक J-15 फाइटर जेट पनि जापानी सेनाको गस्ती विमानको यति नजिक पुगेको थियो कि जापानले यसलाई खतरनाक भनेको थियो। यस विरुद्ध जापानले चीनसँग विरोध पनि जनाएको थियो। यसको अलावा लियाओनिङले एक ठूलो रेकर्ड बनाएको छ। यो पहिलो चिनिया क्यारियर हो जुन दोस्रो द्वीप श्रृङ्खला जापानको इजु द्वीपहरूदेखि गुआमसम्म भन्दा पनि अगाडि निस्किएको थियो। यो श्रृङ्खला जापान, ताइवान र फिलिपिन्सलाई जोड्ने पहिलो द्वीप श्रृङ्खला भन्दा अगाडि छ। यसको मतलब हो कि चीन अब प्रशान्त महासागरमा पहिला भन्दा कैयौं गुणा गहिराईसम्म आफ्नो शक्ति देखाइरहेको छ। जब अमेरिकाले मिडल इस्टमा इरान विरुद्ध आफ्नो शक्ति बढाइरहेको छ, त्यति बेला नै चीनको यो कदमले स्पष्ट पारेको छ कि ऊ पनि पछाडि रहन चाहँदैन। अमेरिकाको निमित्ज मिडल इस्टमा इजरायल इरान युद्धमा सामेल हुने तयारी गरिरहेको छ। अर्कातर्फ चीनले आफ्नो क्यारियर्सका माध्यमले पेसिफिकमा आफ्नो शक्ति देखाइरहेको छ। अहिले जति बेला अमेरिकाको एयरक्राफ्ट क्यारियरले साउथ चाइना सागरलाई पार गरिसकेको छ, त्यति बेला पनि चीनले थप आक्रामकता देखाउनुलाई तपाईले कसरी हेर्नु भएको छ? आफ्ना टिप्पणी अवश्य व्यक्त गर्नुहोला। ताजा खबरका लागि नेपाल टाइम्सको अनलाइन पोर्टल www.nepaltimes.net मा गएर हेर्न सक्नुहुनेछ। यसैगरी हाम्रो युट्युब च्यानल र फेसबुक पेज पनि अवश्य भिजिट गर्नुहोला। तपाईले गर्नुभएको लाइक, कमेन्ट, शेयर र सब्स्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स हेर्दै गर्नुहोला। नमस्कार।